नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं। 2 चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुङ्गो लागेको सम्बन्धी प्रसंगबाट। सरकारले आगामी वैशाख 17 र 27 गते हुने मध्यावधि निर्वाचनका लागि 2 चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुङ्गो लगाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले वैशाखमा हुने निर्वाचनको लागि 2 चरणमा हुने निर्वाचन हुने प्रदेश र जिल्लाको टुङ्गो लगाएको हो। बैठकले वैशाख 17 र प्रदेश नम्बर 2 गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका 40 जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। त्यस्तै वैशाख 27 गते प्रदेश नम्बर 1 बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गतका 37 जिल्लामा निर्वाचन हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस 5 गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख 17 र 27 गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो। तर सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटन विरुद्ध परेको मुद्दामा विचाराधीन छ। प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनरत सत्तारूढ नेकपाकै प्रचण्ड माधव समूहले पर्सि बुधबार माघ 28 गते फेरि विरोध सभा गर्ने भएको छ, जसका लागि यो समूहका केन्द्रीय नेतृत्वहरू अघिल्लो हडताल झैं सडक संघर्षमा उत्रिने भएका छन्। केन्द्रीय संघर्ष समितिका अनुसार 5 ठाउँबाट जुलुस निस्किनेछ, जसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायण काजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेताहरूले गर्नेछन्। सबै सहायक जुलुस 11 बजे सुरु हुनेछ। आज प्रकाशित एक सूचना उल्लेख गरिएको छ। मूल जुलुस 12 बजे सुरु हुने संघर्ष समितिले जनाएको छ। मूल जुलुस सुन्धरा, वीर अस्पताल, जम्मल, घण्टाघर, बबरमहल र पुतली सडक हुँदै प्रदर्शनी मार्ग हुँदै भ्रिकुटी मण्डप स्थित सभास्थलमा पुग्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदै हुनुहुन्छ। नेकपा विवाद र निर्वाचनको तयारीको विषयमा छलफल गर्न आयोगले यही माघ 16 गते नेकपाका 2 पक्षलाई बोलाएको थियो। प्रचण्ड माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दावी गरे पनि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली गएका थिएनन्। उनी आज बिहान 11 बजे आयोगको कार्यालय जाने उनको सचिवालय स्रोतले बताएको छ। नेकपाका दुवै खेमामा नेताहरूले आफू मूल पार्टी रहेको दावी गर्दै आइरहेका छन्, तर आयोगले दुवै पक्षको दावी नपुगेको जनाउँदै आइरहेको छ। प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरू नै आधिकारिक नेकपा भएको दावी गरेका छन्। साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारी समेत लिने बताइएको छ। गत पुस 5 गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आगामी वैशाख 17 र 27 गते निर्वाचन मिति घोषणा गरेकी थिइन्। संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो। एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्को नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहेका छन्। बहुमत केन्द्रीय सदस्यहरू आफूतिर रहेको दावी गर्दै आएको प्रचण्ड माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ। ओली समूहले पनि प्रचण्ड माधव पक्षका नेताहरूलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आइरहेको छ। हेटौडामा आजदेखि तेस्रो राष्ट्रिय छोरी सम्मेलन हुने भएको छ। मेचीदेखि महाकाली, हिमाल पहाड तराईका छोरी बेटी तथा महिला अधिकार कर्मीहरूको एकता गर्ने उद्देश्यले हेटौडामा माघ 29 गतेसम्म 3 दिने तेस्रो राष्ट्रिय छोरी सम्मेलन हुन लागेको हो। समाजमा हुने महिला हिंसा लगायतको विभिन्न कुप्रथा विरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारको लागि आसनमा महिला, भाषणमा महिला र शासनमा महिला भन्ने मूल नाराका साथ सम्मेलन आयोजन गरिएको सम्मेलन मूल आयोजक कमिटिका संयोजक नजबुल खानले जानकारी दिनुभएको छ।
सम्मेलनको देशैभरिबाट 100 जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा 75% महिला र 25% पुरुष रहनेछन्। सम्मेलनमा 15 लाख खर्च हुने आयोजकको अनुमान छ। तेस्रो राष्ट्रिय सम्मेलनको समुद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ। यसअघि प्रदेश नम्बर 1 मा पहिलो छोरी सम्मेलन र प्रदेश नम्बर 2 मा दोस्रो छोरी सम्मेलन सम्पन्न भइसकेको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्री परिषदको बैठकले साक्यलाई कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीले जानकारी दिनुभएको छ। प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक साक्यलाई यसअघि कार्तिक 21 गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो। प्राधिकरण अन्तर्गतको एनईए इन्जिनियरिङमा काजमा खटिएका साक्यलाई प्राधिकरणमा फिर्ता बोलाएर निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो। पछिल्लो कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर भदौ 31 गते प्राधिकरणबाट बिदा भएपछि यो पद खाली नै थियो। माघको अन्तिम सातादेखि सञ्चालन हुने भनिएको जनकपुर जयनगर रेलवे सेवा सञ्चालन हुने अन्तिम निश्चित भएको छ। माघकै अन्तिम सातामा सञ्चालन हुने भनिए पनि अब फागुनको दोस्रो सातासम्मको लागि सारिएको नेपाल रेलवे कम्पनीले जनाएको छ। फागुनमा पनि सञ्चालन हुने हो कि होइन भन्ने विश्वस्त हुने अवस्था नरहेको देखिन्छ। कारण अहिलेदेखि सञ्चालनमा हुन्छ भन्ने यकिन साथ भन्ने अवस्था सरकारवाला निकाय विश्वस्त देखिएका छैनन्। हुन त अघि पनि पटक पटक रेलवे सञ्चालनको तिथिमिति तोकिएको थियो, तर सञ्चालन हुन सकेको थिएन। सञ्चालनका लागि आवश्यक प्राधिकरण तयारी पूर्ण रूपमा हुन नसकेको जनकपुर जयनगर रेलवे सेवा माघभित्र सञ्चालन हुन नसक्ने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभएको छ। रेलवेका टिकट काट्ने सफ्टवेयर, टिकटको मूल्य निर्धारण लगायतको तयारी भए पनि कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माणमा ढिलाइ भएको महाप्रबन्धक भट्टराईले बताउनु भएको छ। प्राविधिक कर्मचारीहरू, रेल सञ्चालक, स्टेसन मास्टर, मेकानिकल इन्जिनियर र पावर म्यानेजर, ट्राफिक म्यानेजर सहितको 26 जना कर्मचारी भारतीय रेलवे कम्पनीबाट र बाँकी कर्मचारी सडक विभाग र विगतमा रेलवेका काम गरेका अनुभव कर्मचारीहरूलाई राखेर सञ्चालन गर्ने नेपाल रेलवे कम्पनीको निर्णय गरेको महाप्रबन्धक भट्टराईले बताउनु भएको छ। तर रेलवे कम्पनीले गरेको निर्णय मन्त्री परिषदबाट स्वीकृत भए लगत्तै सञ्चालनको कार्य सुरु हुन्छ। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलवेको उद्घाटन गर्ने गरी छलफल भइरहेको पनि उनले बताएका छन्। तर उद्घाटनको मिति अझै तोकिन नसकिएको उहाँले बताउनु भएको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज 2 गते 2 सेट डेमो ट्रेन ल्याएको थियो। रौतहटबाट 5 वटा साइकलमा सालको अवैध गोलिया काठ बरामद भएको छ। रौतहट स्थित डिभिजन वन कार्यालय चोन्चामा प्रमुख राजेश शाहको नेतृत्वमा गएको सशस्त्र वन गस्ती टोलीले गैराती गुजरा नगरपालिकाको मैडाटोल नजिकै 6 वटा साइकलमा 6 वटा सालको गोलिया काठ बरामद गरेको हो। बरामद काठ 29 क्युफिट भन्दा बढी रहेको प्रमुख शाहले बताएका छन्। अवैध रूपले वनको काठ लगेको सूचनाका आधारमा गएको गस्ती टोलीलाई देखेर काठ तस्कर भने फरार भएका थिए। यसअघि सोमबार राति पनि बालुवा टोलको नहरबाट एक थान साइकल र गोलिया काठ 8 क्युफिट बरामद भएको थियो। बरामद काठ र साइकल डिभिजन वन कार्यालय चोन्चामा राखिएको तथा तस्करको खोजी भइरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ। सरकारले सोनाम लोसारको अवसरमा देशैभरिबाट सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल तामाङ घेदुङ संघको विशेष आग्रहलाई स्वीकार गर्दै सोमबार बसेको मन्त्री परिषदको बैठकले तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम लोसार 2857 लाङरम्भे लोको अवसरमा
शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। विश्वभरमा 7 करोड 88 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। मंगलबार बिहानसम्ममा 7 करोड 88 लाख 19,113 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 10 करोड 69 लाख 83,827 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 23 लाख 35,265 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 56 लाख 85 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 79 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 75 लाख 4 हजार भन्दा बढी निको भइसकेका छन् भने 4 लाख 76 हजार 335 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 8 लाख 47 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 5 लाख 46 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,55,195 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,72,055 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,68,266 जना निको भएका छन्। यहाँ कोरोनाबाट 2,045 जनाले ज्यान गुमाइसकेका छन्। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।